रेगुलर रूपमा युट्युबमा काम गरिरहँदाखेरि पनि युट्युबमा बनाइएका भिडियोमा भने अनुसारको भ्युज अथवा च्यानलको ग्रोथ त्यो अनुसार भइरहेको छैन भने त्यस्तो अवस्थामा तपाईले युट्युबको एउटा फिचर रहेको छ टेस्ट एन्ड कम्पेयर भन्ने, त्यसलाई तपाईले प्रयोग गरेर हेर्न सक्नुहुन्छ। यो फिचरको फाइदा के छ भने तपाईले आफ्नो भिडियोमा 3 वटा सम्म थम्बनेललाई कम्पेयर गर्न सक्नुहुन्छ, जसले गर्दा त्यो भिडियोमा कम्पेयर भएको थम्बनेल सबैभन्दा अट्र्याक्टिभ थम्बनेल कुन छ त्यो तपाईले सेलेक्ट गर्न सक्नुहुन्छ। यसैले गर्दा तपाईले आफ्नो च्यानलमा अपलोड गरिएका भिडियोमा एउटा बेस्ट थम्बनेल सेलेक्ट गरेर राख्न सक्नुहुन्छ, जसले गर्दा त्यस्तो खालको भिडियो फ्युचरमा चल्ने सम्भावना एकदम धेरै हुन्छ। मैले तपाईलाई आज यही फिचरलाई कसरी प्रयोग गर्ने र टेस्ट एन्ड कम्पेयरको रिजल्ट आइसकेपछि तपाईले थम्बनेललाई फाइनली सेट कसरी गर्ने त्यो सबै प्रक्रिया पनि सिकाउने छु। यदि तपाईले यस बारेमा जान्न चाहनुहुन्छ भने भिडियोलाई हेर्दै गर्नु होला। अब यो सबै प्रक्रिया सिकाउनको लागि सबभन्दा पहिले त तपाईले एउटा भिडियो क्रिएट गरेको हुनु पर्यो र त्यो भिडियोलाई तपाईले आफ्नो युट्युब च्यानलमा अपलोड गर्नुपर्ने हुन्छ। भिडियोलाई अपलोड गर्दाखेरि कमसे कम तपाईले 3 वटा थम्बनेल भने आफ्नो त्यो भिडियोको लागि बनाएको हुनुपर्छ, बल्ल मात्रै तपाईले टेस्ट एन्ड कम्पेयर फिचरलाई प्रयोग गर्न सक्नुहुन्छ। अब मैले मानेको छु तपाईले यी दुईटै काम गर्नुभएको छ, जस्तै भिडियो पनि तपाईसँग छ र साथसाथै 3 वटा थम्बनेल पनि बनाइसक्नु भएको छ। जस्ट लागौँ कम्प्युटरतर्फ। अब हामी आफ्नो च्यानलमा आइसकेका छौँ। यसरी तपाईले पनि आफ्नो च्यानलमा एउटा भिडियो अपलोड गर्नु होला। क्रिएटमा जानुस्, क्रिएटमा गइसकेपछि तपाईले अपलोड भिडियो सेक्सनमा क्लिक गर्नु होला। रिसेन्टली तपाईले जुन भिडियो अहिले आफ्नो युट्युब च्यानलमा राख्न खोज्नु भएको छ सेलेक्ट गर्नु होला। जस्तै मैले एउटा भिडियो सेलेक्ट गरेर ओपन गरिदिन्छु। यति गर्दाबित्तिकै यो भिडियो अपलोड भइरहन्छ र साथसाथै तपाईले अलिकति डाउनमा जानुभयो भने टेस्ट एन्ड कम्पेयर फिचर देख्न सक्नुहुन्छ। यहाँनिर रहेको छ अपलोड फाइल र यो साइडमा हेर्न सक्नुहुन्छ अटो जेनेरेटेड र यतापट्टि हेर्न सक्नुहुन्छ अप्सन रहेको छ टेस्ट एन्ड कम्पेयर हो। यसैलाई नै हामीले प्रयोग गर्ने हो। जस्ट यसमा के गर्न सक्नुहुन्छ भने क्लिक गरेर तपाईले 3 वटा सम्म थम्बनेल सेलेक्ट गर्न सक्नुहुन्छ। जस्तै यहाँनिर 3 वटा अप्सन देखाइरहेको छ। जस्तै सबभन्दा पहिले फर्स्टमा एउटा थम्बनेल राख्नु जुन तपाईलाई सबभन्दा बेस्ट लाग्छ त्यो यहाँ राख्नुस्। त्यसपछि अर्को थम्बनेल यहाँ राख्नुस् र त्यसपछि अर्को थम्बनेल यहाँ राख्नुस्। मैले राख्छु 3टै थम्बनेल। जस्ट यसमा प्लसमा क्लिक गर्छु। मैले भर्खरै 3 वटा थम्बनेल बनाएको छु। एउटा थम्बनेल मैले यो बनाएको थिएँ, यसलाई मैले ओपन गरिदिन्छु। त्यस्तै प्लसमा टच गरेर मैले फेरि अर्को थम्बनेल सेलेक्ट गर्छु, जस्ट ओपन गरिदिन्छु। त्यस्तै मैले अर्को थम्बनेल बनाएको छु, यसमा पनि मैले प्लसमा क्लिक गर्छु र जस्ट त्यो थम्बनेललाई पनि म सेलेक्ट गरिदिन्छु। जस्ट मैले 3 वटा थम्बनेल सेलेक्ट गरेको छु। यहाँनिर हेर्न सक्नुहुन्छ मैले 3 वटै फरक तरिकाका थम्बनेल बनाएको छु। भनेपछि तपाईले थम्बनेलमा लेखेका टेक्स्टहरू अझै एक्सपेरिमेन्ट गर्नको लागि फरक तरिकाबाट मिलाएर तपाईले त्यो थम्बनेल जेनेरेट गर्नु होला। यसरी टेस्ट एन्ड कम्पेयरमा डिफरेन्ट 3 थम्बनेल राखिसकेपछि जस्ट डनमा क्लिक गरिदिनु होला। यति गर्दाबित्तिकै हेर्न सक्नुहुन्छ यहाँनिर फरक देखिएको छ। 3 वटा थम्बनेल यहाँ टेस्ट एन्ड कम्पेयरमा गइसकेका छन्। यहाँनिर एउटा ध्यान दिनुपर्ने कुरा के छ भने तपाईले यस्तो तरिकाबाट जुन टेस्ट एन्ड कम्पेयरमा विभिन्न 3 वटा थम्बनेल एड गर्नुहुन्छ नि, युट्युबले कतिपय भ्युअरलाई पहिलो थम्बनेल देखाउँछ, कतिपय भ्युअरलाई दोस्रो थम्बनेल देखाउँछ, कतिपय भ्युअरलाई तेस्रो थम्बनेल देखाउँछ। आफ्टर 1 विक यसले रिजल्ट प्रोभाइड गर्छ जसमा सबभन्दा बेस्ट चलेको थम्बनेल कुन हो त्यहाँनिरबाट तपाईले छुट्याएर त्यो आफ्नो भिडियोको लागि सेट गर्न सक्नुहुन्छ। अब तपाईले गर्ने भनेको यति नै हो यहाँनिर र यसको रिजल्ट कसरी आउँछ म देखाउन चाहन्छु। यसको लागि म यो भिडियो अपलोड भइरहँदा माथिपट्टि टेस्ट एन्ड कम्पेयर भनेर मैले सेलेक्ट गरेँ। यहाँ हेर्न सक्नुहुन्छ यो एउटा मैले भिडियो बनाएको रहेछु जसमा चाहिँ मैले टेस्ट एन्ड कम्पेयर गरेको थिएँ। डिटेलमा जान्छु म। डिटेलमा गइसकेपछि तपाईले पनि यस्तै तरिकाबाट सर्च गर्न सक्नुहुन्छ। डिटेलमा गइसकेपछि अलिकति डाउनमा जानु होला। यहाँनिर गइसकेपछि हेर्न सक्नुहुन्छ टेस्ट एन्ड कम्पेयर रहेको छ। यसमा मैले क्लिक गरिदिन्छु। यहाँनिर हेर्न सक्नुहुन्छ भ्यू टेस्ट रिपोर्ट छ, जस्ट यसमा क्लिक गर्छु मैले। अब तपाईले हेर्न सक्नुहुन्छ यहाँनिर द टेस्ट फिनिस्ड विदाउट अ कन्क्लुजिभ रिजल्ट भनेको छ। यहाँनिर तपाईले थम्बनेल 1 देख्न सक्नुहुन्छ, यहाँनिर थम्बनेल 2 देख्न सक्नुहुन्छ, यहाँनिर थम्बनेल 3 देख्न सक्नुहुन्छ। अहिले जब यसले यो सबै कम्पेयर गरेर कम्प्लिट गरेको छ नि, यो अवस्थामा तपाईले हेर्न सक्नुहुन्छ युजरको जुन रिटेन्सन छ, वाच टाइम सबभन्दा धेरै कुन थम्बनेलले जेनेरेट गर्नलाई सफल भएको छ, 3rd नम्बरमा रहेको थम्बनेल। भनेपछि तेस्रो नम्बरको थम्बनेलले 36.5%, इभन दोस्रो नम्बरको थम्बनेल पनि राम्रै तरिकाबाट काम गरिरहेको रहेछ। तर फर्स्टमा जुन मैले थम्बनेल राखेको थिएँ यो थम्बनेलले त्यति राम्रो पर्फर्मेन्स देखाएको छैन। भनेपछि अब तपाईले के ध्यान दिनुपर्ने कुरा छ भने तपाईले 3 वटा थम्बनेल त अपलोड गर्नुभयो, तर यसमध्ये सबभन्दा बेस्ट रिजल्ट दिने थम्बनेल यिनी 2 वटा रहेछन्। यिनी 2 वटा थम्बनेल मध्येबाट जुन तपाईलाई ठिक लाग्छ त्यसैलाई तपाईले यहाँबाट सेट गर्नुपर्ने हुन्छ। अहिलेसम्म तपाईले पछाडि हेर्न सक्नुहुन्छ मैले बनाएको फर्स्ट थम्बनेल सेट थियो। अब तपाईले यसलाई सेट गर्दाबित्तिकै सेट गरिदिनुस्। अब हेर्नुस् है अटोमेटिकली यो यहाँनिर चेन्ज भएर आउँछ। यहाँ हेर्न सक्नुहुन्छ आफै चेन्ज भइसकेको छ। यो तरिकाबाट हामीले टेस्ट एन्ड कम्पेयर गरेर
बेस्ट थम्बनेललाई सेलेक्ट गरिसकेका छौँ। अब तपाईँले भर्खरै जुन भिडियो अपलोड गर्नुभयो त्यसलाई केही समय वेट गर्नु होला र केही समयपछि तपाईँकोमा पनि त्यस्तै तरिकाबाट थम्बनेलको पर्सेन्टेज देखाउँछ कि कति % कुन थम्बनेलले पर्फर्मेन्स राम्रो देखाएको छ। त्यही अनुसारले तपाईँले आफ्नो च्यानलका भिडियोहरूमा एकदमै पर्फेक्ट थम्बनेल सेलेक्ट गर्न सक्नुहुन्छ, जसले गर्दा फ्युचरमा तपाईँको भिडियो चल्ने सम्भावना पनि एकदम धेरै हुन्छ। आशा गर्दछु भिडियो हेरिसकेपछि तपाईँले पनि टेस्ट एन्ड कम्पेयरको यो फिचरको बारेमा राम्रोसँग बुझ्नु भएको छ। भिडियो तपाईँलाई कस्तो लाग्यो कमेन्ट सेक्सनमा कमेन्ट राखिदिनु होला, साथीहरूमा चाहिँ भिडियोलाई सेयर गरिदिनु होला, च्यानलमा नयाँ हुन्छन् च्यानललाई सब्सक्राइब गरिदिनु होला, किनभने यस्तो भिडियो मैले तपाईँहरूको लागि ल्याइरहेको छु। र मसँग पर्सन जोडिन चाहन्छ नि टेक्निकल भिजन टु इन्स्टाग्राम आइडी र ट्विटर आइडीमा फलो गर्नु होला। थ्याङ्क्स फर वाचिङ दिस भिडियो।